कतिपय यस्ता क्षेत्रहरू छन् जहाँ अझै पनि अपारदर्शी ढङ्गले काम भइरहेको छ कि अथवा गलत तरिकाले कमाइएको, गलत तरिकाले आर्जन गरिएको कालो धनलाई सेतो बनाउने माध्यमको रूपमा ती निकायहरू प्रयोग भएका छन् कि भन्ने प्रश्नहरू अद्यापि छन्। त्यो दिशामा ब्याङ्क तथा वित्तीय संस्थाहरूले अरू निकायहरूको तुलनामा अहिलेसम्म राम्रै काम गरेको छ, तर अझै पनि त्यसमा हामी सावधान हुनुपर्ने आवश्यकता छ। त्यसै कारणले पनि यहाँहरूले लागू नै गरिसक्नुभयो होला, माघ 1 गतेदेखि लागू हुने गरी नगदमा कारोबार गर्न पाइने सीमा घटाइएको छ। त्यो किन घटाइयो भने अहिले डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने पाउने अवस्था पनि छ। ब्याङ्क तथा वित्तीय संस्थाहरूको फिजिकल प्रेजेन्स नै आवश्यक नभइकन रिमोटली भर्चुअल ब्याङ्किङ गर्न सक्छौँ भन्ने कुरा भर्खरै हामीले उद्घाटन गरेको फोन लोनबाट प्रमाणित गर्दैछौँ भने अब आगामी दिनहरूमा हामी भर्चुअल तरिकाले जान सक्छौँ। फिजिकली नै विस्तार गर्नुपर्ने आवश्यकता पर्दैन। भर्चुअल तरिकाबाटै मुलुकभरि जान सकिन्छ भने हामीले करेन्सी पनि भर्चुअल जान सकिन्छ। करेन्सी पनि किन फिजिकल प्रयोग गर्नु पर्यो? भर्चुअल पेमेन्ट भनेको अनलाइन पेमेन्ट। त्यो भोलि हामी सिबिडिसीमा जाउँला अथवा कुनै किसिमको एउटा क्रिप्टो करेन्सीमा जाउँला जुन स्टेट रिकग्नाइज्ड नेपाल राष्ट्र ब्याङ्क स्वयंले गरेको स्टेबल कोइन भनौँला अथवा के भनौँला, तर हामी चाहिँ अल्टिमेटली एउटा फिजिकल करेन्सीबाट भर्चुअल करेन्सीतिर, फिजिकल ब्याङ्किङ एक्सेसबाट भर्चुअल ब्याङ्किङ एक्सेसतिर त्यो जाने दिशामा छौँ। त्यस कारणले अब आगामी दिनहरूमा सम्भवतः ब्याङ्कका शाखाहरू विस्तार गर्नुपर्ने आवश्यकता पर्दैन होला, तर ब्याङ्कको उपस्थिति निश्चित रूपमा प्रत्येक कुना नेपालको कुनामा पुर्याउनु पर्ने आवश्यकता पक्कै पनि छ। त्यो गर्ने क्रममा हामी एकातिर खर्च कम गर्न सक्छौँ, लागत कम गर्न सक्छौँ। लागत कम गर्ने बित्तिकै कर्मचारी साथीहरूले अपेक्षा गरे बमोजिमको सुविधाहरू पनि दिन सकिन्छ र हामी चाहिँ प्रभावकारी हुँदै पनि जान सक्छौँ। एट द सेम टाइम त्यो विधिमा हामी गयौँ भने हामीले धेरै कुराहरू जुन अहिले विसङ्गतिको रूपमा रहेको छ त्यस्तो विसङ्गतिलाई कम पनि गर्न सक्छौँ। त्यसै गरी अर्को सुधारको कुरा पनि अहिले नेपाल राष्ट्र ब्याङ्कसँग अर्थ मन्त्रालयको निरन्तर संवादको क्रममा चलिरहेको छ कि हामी धितोमा आधारित कर्जाको सट्टामा कम्तीमा पनि क्रेडिट स्कोरको आधारमा प्रत्येक व्यक्तिको क्रेडिट स्कोरलाई एउटा संस्थागत रूपले दिने व्यवस्था गर्न सकियो, त्यस्तो संस्था विकास गर्न सकियो, त्यस्तो प्रणाली विकास गर्न सकियो भने अहिलेको जुन किसिमको कालो सूचीको प्रबन्ध छ अथवा धितोमा आधारित कर्जा दिने प्रबन्ध छ त्यसको सट्टामा हामी उद्यमशीलतामा आधारित, क्षमतामा आधारित, आय आर्जन गर्ने क्षमतामा आधारित, तिर्न सक्ने क्षमतामा आधारित विधिबाट लगानी गर्न सक्छौँ र त्यो गर्न सक्यौँ भने लगानी निश्चित रूपमा उत्पादनशील हातहरूमा जान सक्छ र कर्जाको पहुँच विस्तार हुनसक्छ भन्ने दिशामा पनि हामी काम गर्न सक्छौँ। त्यसमा अहिले प्रारम्भिक सोचमा काम भइरहेको छ। तुरुन्तै हुनसक्ने काम पनि होइन यो, तर केही निरन्तर समय हामीले काम गऱ्यौँ र कार्यविधिहरू सही तरिकाले बनाउन सक्यौँ भने हामी आगामी 1-2 वर्षको अवधिमा एउटा नयाँ प्रणालीमा जान सक्छौँ। त्यसमा पनि राष्ट्रिय वाणिज्य ब्याङ्कले आफ्नो एउटा नलेज बेस, आफ्नो एउटा ज्ञानको जुन सङ्ग्रह छ यहाँहरूको धेरै लामो अनुभव छ, ठुलो सङ्कट पार गरेर आउनुभएको छ, यो बिन्दुमा पटकको सङ्कट पार गरेर यो बिन्दुमा आउनुभएको छ। अहिले आएर नेपालको अग्रणी ब्याङ्कको रूपमा यहाँहरूले आफूलाई स्थापित गर्नुभएको छ। त्यो सबै कारणले पनि मैले यहाँहरूमाथि ठुलो आशा राखेको छु। एन्टी ब्राइबरी एन्ड करप्सन एबिसीमा काम गर्नुपर्छ, यसमा कार्यविधिहरू कडा बनाउनुपर्छ र निगरानी संयन्त्रलाई प्रभावकारी बनाउनुपर्छ भन्ने दृष्टिकोणबाट एउटा ठुलो अध्ययन अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गरेर हामी गर्दैछौँ। त्यो आगामी 4-5 महिनाको अवधिमा त्यसले कुन ठाउँमा, कुन विषयवस्तुमा, कुन विधिहरूमा हामीले सुधार गर्नुपर्छ भन्ने कुरा त्यो प्रतिवेदन आउला र त्यसलाई कार्यान्वयन गर्ने जिम्मा पनि ब्याङ्क तथा वित्तीय संस्थाहरूको छ र त्यसमा राष्ट्रिय वाणिज्य ब्याङ्कको अग्रणी भूमिका हुनेछ भन्ने मैले आशा गरेको छु।